सबैलाई काम लाग्न सक्छ। सुनेर साथ दिनुस्। एकपटक एकजना राजाले आफ्ना भाइ भारदारहरूसहित चाहिँ घुम्न जाने इच्छा जाहेर गरेर दरबारबाट निस्किएछन्। जब दरबारबाट घोडा हात्तीमा सवार भएर निस्किए, बाटोमा जाँदै गर्दाखेरि एउटा पार्टीमा पुगेछन् र एउटा पार्टीमा पुगिसकेपछि त्यही समयमा कुनै गाउँबाट एउटा फकिर पनि बिहानै उठेर चाहिँ आइरहेको थियो र राजा र फकिरको भेट भयो। राजाले भनेछन्, है तेरी कस्तो राम्रो साइतमा हिँडेको, यस्तो फकिरलाई भेट भयो है भनेर यसरी चाहिँ उनले के गरेछन्, त्यो पार्टीको झ्यालमा चाहिँ यसरी मुन्टो लुकाउन खोज्दाखेरि राजालाई चोट लागेछ। जब चोट लागिसकेपछि उनले ओहो यो फकिरले गर्दा मलाई चोट लाग्यो, यसलाई समारो लिएर हिँड, आजको चाहिँ यात्रा स्थगित। अब राजाले भनेपछि नहुने के भयो र, फकिरलाई समाइयो, दरबारमा लैयो र दरबारमा छलफल भयो र यसले गर्दा मेरो आँखामा चोट लाग्यो, त्यसैले यसलाई मृत्युदण्ड दिनुपर्छ, सुली चढाउन लिएर जाओ। राजाको हुकुम बमोजिम फकिरलाई लगियो। सुली चढाउने ठाउँमा अन्तिम तयारी भयो। तयारी भइसकेपछि जहिले पनि सुली चढाउँदा फाँसी दिँदा चाहिँ अन्तिम कुरा सोधिने रहेछ। ए फकिर, ल भन् तेरो अन्तिम इच्छा के छ? मेरो अन्तिम इच्छा त केही थिएन, एकचोटि राजासँग कुरा गर्ने इच्छा थियो, फकिरले भनेछ। जब त्यो भनिसकेपछि राजाकामा खबर पुग्यो। यसो भन्छ महाराज भनेर खबर पुगिसकेपछि राजा स्वयं उपस्थित भएछन्। ए फकिर, ल भन् के भन्न चाहन्छस्? हजुरले त यति मेरो मुख हेर्दाखेरि हजुरको त आँखामा मात्रै चोट लाग्यो, तर मैले त हजुरको मुख देखेको थिएँ, आज मेरो ज्यानै जाने भयो हजुर, यति बिन्ती गरौँ भनेर फकिरले के भनेको थियो राजाले कुरो बुझिहाले र त्यसपछि उसलाई सुली चढाउनबाट रोकेछन्। हेर्नुहोस् त, सानो कुराले पनि मान्छेको ज्यान बच्न सक्छ। त्यसैले बुद्धि विवेकले काम गरियो भने पक्कै पनि हामी पनि धेरै कुराहरूबाट जोगिन सक्छौँ र बिग्रिएको काम पनि मर्ने अवस्थामा पनि हाम्रो जिन्दगी बाँच्न सक्दो रहेछ। हस्त, धन्यवाद।